Hello guys, welcome back to my channel and it's me Asu Rights र म हुँ तपाईहरुको आफ्नै साथी जस्तो युट्युबर। सो म आज पनि आइसकेको छु एउटा ब्रान्ड न्यू भिडियोको साथमा। सो आज हामी रियाक्सन दिन गइरहेका छौं नेपाली मुभीको ट्रेलर जसको नाम हो बिगुल र यो मुभीमा बेनिसा हमाल, नरेन खड्का, विनोद न्यौपाने, निर शाह जस्ता एक्टरहरु रहेका छन्। यदि तपाईले ओरिजिनल भिडियो हेर्नु भएको छैन भने पहिला ओरिजिनल भिडियो हेर्नुस् अनि मात्र यो रियाक्सन भिडियो हेर्नु होला। तपाईले मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्नु भएको छैन भने छिटो गर्नुस् है त। ओके, ढिलो नगरिकन तपाई र म यो रियाक्सन भिडियो सँगै सुरु गरौँ है त। Digital, entertaining the nation. यो एउटा उल्टो कथा हो। मेरो आँखाबाट बगेको आँसुले उल्टो कथाको नायकलाई श्रद्धाञ्जली दिइरहेको छ। You know guys, she hate politics. अनि प्रभाको बुबा आफै संसद उठ्न लाग्या भनेको हैन र? किन बाउ छोरीको विचार नमिल्न सक्दैन र? बाउ छोरीको सम्बन्ध पनि कहिले बिग्रिन्छ र लाटी? अब डराउने जनताका रगत चुस्न पल्केका उडुस जस्ता नेताहरूले हो। तर भोलि यिनै जनताले आफ्नो छोरीले समेत नपत्याएको बाउलाई हामीले के आधारले पत्याएर भोट दिने भन्न थाल्छौँ। जो मान्छेले राजनीतिले गर्दा आफ्नो छोरा गुमायो, त्यसपछि पनि राजनीति देश जनता भनेर लागेपछि त्यो मान्छेलाई नेताजी नभनेर के भन्ने मैले? अब नेपालमा फागुन 21 मा चुनाव आउँदैछ र मैले चाहिँ नेपाली मुभीहरु प्राय हेर्दै गर्दा चाहिँ पोलिटिक्सको कुराहरु पनि धेरै आएको छ के। है त्यो चाहिँ अलिकति मलाई खासै मन पर्दैन। हुन त अहिले मलाई पोलिटिक्समा अलिअलि इन्ट्रेस्ट लाग्न थालेको छ। किन भन्दा अहिले रासोपा नयाँ दलहरु रवि लामिछानेहरु मिलेको कारणले गर्दाखेरि चाहिँ पोलिटिक्स अलिकति इन्ट्रेस्टिङ चाहिँ भएको छ। तर प्राय जसो मुभीहरु चाहिँ जहिले पनि नेपाली पोलिटिक्सहरुमै सीमित भएको कारणले गर्दाखेरि चाहिँ त्यसबाट पनि अलिकति माथि उठ्न जरुरी छ जस्तो लाग्छ। यो हिरो हो क्या? श्रापले डिङ्गा मर्दैन। हाम्रो यो गठबन्धनलाई कसैले पनि हल्लाउन सक्दैन। उ चाहिँ केपी ओली जस्तो देखाउन खोज्या होला हाम्रो गठबन्धन। म जस्तो एउटा जनताको प्रश्नको उत्तर छैन तपाईसँग अध्यक्षज्यू। यहाँ हेर, जहाँ मुक्तिदातामाथि हमला भयो त्यहाँ मैले पर्खाल बनी थेकेको शरीर रोयो। ठ्याकित महाभारतको गान्धारी जस्तै रहेछ यार। आँखामा कालो पट्टी बाँधेपछि सधैँभरि कालो देख्नु। नेपालीमा एउटा भनाइ छ, साउनमा आँखा फुट्या गोरुले सधैँ हरियो देख्छ भने जस्तै आँखामा पट्टी लगाएपछि सधैँ कालै देख्छ भन्न खोजेको। यसरी युवा शक्ति हाम्रो विरुद्धमा लाग्नु राम्रो संकेत होइन सभापति। ल हेर्नुहोस् है, युवा शक्ति हाम्रो विरुद्धमा लाग्नु भनेको जेनजीलाई पनि अलिकति समेट्न खोजिया छ। यो चाहिँ पुरानो पोलिटिक्स भर्सेस नयाँ पोलिटिक्सको कुराहरु पनि देखाउन खोजिया जस्तो छ, बेस्ड अन ट्रु स्टोरीज। यसको लास त्यो बागैना करिडोरमा लगेर फाल्दे। तिमीले आफ्नो दाजु गुमायो, तर तिमीले त्यो बाबुको बारेमा सोचेकी छौ जसले आफ्नो छोरालाई गुमायो? म यही देशको नागरिक हुन किन मेरो अस्तित्व प्रमाणित गर्न हप्तौं लाग्छ? म केही वर्ष बाहिर गएकी त हो नि, म आफूलाई नेपाली भन्न नपाउने? अब बेला आइसकेको छ यो देशको राजनीतिलाई डस्टर लगाउने। अबको आवाज तपाई हामीहरूको हो। हतियारले पनि परिवर्तन हुन सकेन भन्ने कुरा तपाई हामीले देखिसकेका छौं। क्रान्ति जहाँबाट पनि सुरु हुन्छ। जबसम्म हामी जनताको पीडा सुन्दैनौ, क्रान्ति गर्न सक्दैनौ। अब तिमी नेपालमा लोकतन्त्र आयो भन्छ, तर जनतालाई अहिलेसम्म लोकतन्त्र आएको छैन। सो जनताले नै क्रान्ति गर्नुपर्छ है। जहाँ भन्छौ, जस्तो सुकै अवस्थामा भन्छौ, म तिम्रो साथमा हुनेछु। ओहो, हजुरले नै भन्नुभएको होइन, सत्य कहिल्यै मर्दैन, कसै न कसैको हृदयमा अमर बनेर बस्छ। भ्रष्टाचार यसमा चाहिँ पोलिटिक्स प्लस इमोसनल स्टोरी प्लस लभ स्टोरी छ जस्तो लागेको छ। मा मात्र नभई राष्ट्रघाती अपराधमा समेत संलग्न देखिएकोले जन्म कैदको सजाय हुने ठहर छ।
माघ 9 गते। ओके, यो ट्रेलर हेर्दै गर्दा चाहिँ यो ट्रेलरमा पोलिटिक्स, लभ स्टोरी, रोमान्सको कुराहरू देखाउन खोजिया छ, जसमा चाहिँ पोलिटिक्सको कारणले गर्दाखेरि आफ्नो बाउले आफ्नो छोरा गुमाउनु पर्यो, छोरीलाई आफ्नो बाउ मन नपर्ने, यो पोलिटिक्सको कारणले गर्दा मन नपर्ने जस्ता कुराहरू यो मुभीमा देखाउन खोजिया छ। तपाईहरुलाई यो ट्रेलर कस्तो लाग्यो प्लिज तल कमेन्ट डाउन गरिदिनु होला र यो मुभी चाहिँ माघ 9 गते सिनेमा हलमा लाग्दैछ, सबैजना गएर हेरिदिनु होला। ओके, यदि तपाईलाई यो मेरो रियाक्सन भिडियो मन पर्यो भने मेरो च्यानललाई पनि लाइक शेयर सब्स्क्राइब गरिदिनुस्। म यस्तै दामी दामी रियाक्सन भिडियोको साथमा फेरि आउने छु। त्यतिन्जेलको लागि हस्त नमस्कार, बाई बाई।